जेठो छोराले पनि बुहारीको कुरा सुनेर आज म बुढो बाउलाई घरबाट निकालिदियो प्रभु। जहाँ साइनोकोमा गए प्रभु, साइनोले पनि आज मलाई घरबाट निकालिदियो प्रभु। कहाँ जाऊ प्रभु, कहाँ जाऊ, यो बुढो शरीर थर 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 काँप्छ प्रभु। अलिअलि बाटो छोडिदिनु त थोरै थोरै यता पछाडि हुनेले थोरै थोरै बाटो छोड्नु। साइनोले पनि मलाई घरबाट निकाल्यो प्रभु। बाबु, मेरो कान्छो छोराको घर जाने बाटो यही हो। यही हो यतैबाट आउनु बाबु, के गर्ने आज यो बुढो शरीर थर 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 काँप्छ प्रभु। के गर्नु, बाउ आमाको माया छोरा छोरी माथि भन्थे, तर आज छोरा छोरीको माया ढुङ्गा मुढा माथि परेछ प्रभु। कहाँ जाऊ प्रभु। अलि यो बिचबाट छोडिदिनु हजुरहरूले, अलि बिचमा हुने भयो त साइड लाइन त प्रभु। यहाँ हुने हो त अगाडि अगाडि अगाडिका भन्दा थोरै साइड लाग्यो। कान्छो छोराको घर आउन आँटो पर्छ, के गर्नु आज यो बुढो शरीर जहाँ यो हिँड्ने सहारा भनेको नै लौरो हो। त्यही पनि यो जीवनमा जहिले पनि म जस्तो बुढोले ठेस खानु पर्दो रहेछ। जहाँ छोरा बुहारी जेठो साइनो माइनोले त मलाई घरबाट निकालिदिनु प्रभु। कान्छो छोरोले पनि कति ठुलो महल बनाएछ। कहाँ गएछ कान्छो छोरो? बाबु, छोरा हजुर कतै आउँदै होला छोरा पनि। बुहारी होइन, घरमा कोही पनि देख्दिनँ म। नानी, मेरो छोरालाई देख्यौ त? छैन नि देखेको। कहाँ गएछ मेरो छोरा? बुढो शरीर खोकी ज्वरो आउँछ। हरे राम, एकछिन आराम गर्नु पर्यो प्रभु। कतै छोरा पनि आउँदै हुन् प्रभु। हरे राम, कहाँ गएछ छोरा? छोरा बुहारी होइन, कहाँ गएछ बुहारी? बोल्ने आफै हो आउँदै होला हे हरिराम, के गर्नु आज? आज जहाँ छोरा जति भए पनि लास्टमा कान्छो छोरा मायाको डोरा भनेको कान्छो छोरा नै हुन्छ प्रभु। कान्छो छोरालाई पनि मैले पालन पोषण गरेर हुर्काएको थिएँ। आज मलाई पनि पाल्ला कान्छो छोराले। हे हरिराम प्रभु। बाबु, कहाँ गएछ? आराम गर्नु पर्यो प्रभु। के गर्नु, घरको काम सबै मैले गर्नुपर्छ। बुढीलाई माइत नजान भनेको, त्यसलाई पनि यही बेला माइत जानु पर्छ। भारी पनि सुगा लागिरहेको छ, मकै पाक्ने बेला भइसक्यो। हाँस त्यति हाँस, त्यसो बरु बस्तुलाई दुई चार टुक्रा घाँस काटिदिनु नि। अगाइले काका बरी पनि माइत गई तपाईँको पनि के गर्नु? नजानु नजा, किन जानु पर्यो तँलाई माइत भनेको? मान्दैन आज भोलि सबै काम मैले गर्नुपर्छ। अनि तैँले पठाइसे भन्छन् त नि। कहाँ पठाउनु काका? नजाऊ नजाऊ, औँसी आउनै बाँकी छ। न दसैँ न तिहार किन जानु पर्यो भनेको? यही त हो नि आज भोलि, कसले रोकेर सक्नु? त्यो त हो बाबु। अर्को दिन जानु है त?
कतै छोरा आउँदै होला जान्छु घर अब के गर्नु बच्चा केटाकेटीलाई खाना बनाउनु पर्यो खुवाउनै पर्यो अफिस जानै पर्यो जान्छु बुवा 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 ढोकारे बुवा बाबु आशीर्वाद छ बाबु आशीर्वाद छ बाबु यो चप्पल खोला बाबु द्वारमा चप्पल लाउनु हुँदैन मेरो छोरा आशीर्वाद छ बाबु बुढो शरीर एक गिलास तातो पानी ल्याएर खाऊ न बाबु बाबालाई तातो पानी अब कहाँबाट ल्याएर दिनुभयो तपाईँलाई मैले तातो पानी आफू त यहाँ ग्यास सिधेर 3 दिन भइसक्यो हिम्रे बुवा घर गएर यसो सेलरोटी बाबु हो मलाई तिम्रो एक टोपा पनि जहाँ तातो पानी चाहिँदैन बाबु तिम्रो तातो पानी मलाई नल्याऊ बाबु भयो हेर्नु बुवा ग्यास सिधेको नि 3 दिन भइसक्यो म त हिम्रे काका घर यसो सप्ताहमा जान्छु त्यही सेलपुरी खाएर बसेको छु आज कहाँबाट तपाईँलाई मैले पानी तताएर ल्याइदिनु भयो बाबु हो मैले पनि तिमी सानो हुँदाखेरि जहाँ मैले कसको घरमा खान पाइन्छ मागी मागी ल्याएर तातो खान्छौ चिसो खान्छौ भनेर मैले सोधी सोधी खुवाएर हुर्काएँ आज जहाँ आफ्नै बाउलाई तिमी जवाब लाउँछ बाबु हेर्नु बुवा तपाईँलाई तिर्खे लागेको छ भने त्यहाँ धारो छ त्यहाँ गएर पानी खानु बुझ्नुभयो ल्याएर दिन सक्दिनु भयो तपाईँलाई भयो बाबु आज तिम्रो त्यो वचनले मेरो पानी जहाँ प्यास लागेको थियो त्यो प्यास पनि आज मेटेर गयो बाबु मैले झन् कान्छो छोरा भनेर कति माया गरेर राखेको थिएँ आज आफ्नै बाउलाई यस्तो घमण्डी देखाउन लाज लाग्दैन बाबु म के गरौँ त बुवा तपाईँको बारी पनि माइत गएकी छ मलाई यो पानी तताउने फुर्सद पनि छैन एक त ग्यास पनि सकेछ मलाई दिक्क नलाउनुहोस् भयो तपाईँ खोइ त फुल्दै घर गएको भने भइहाल्छ माइला पनि घर थियो साइला पनि घर थियो किन मेरोमा आउनु पर्यो तपाईँलाई फेरि यही बेला बाबु त्यो कुरा नगर किनकि त मेरो कान्छो छोरो मायाको डोरो भनेर आज तेरो दाइहरूले मलाई वास्ता गरेन बाबु आज त एउटा छोरा बाँकी छस् भनेर माएको बाबु यस्तो कुरा नगर्नु बा जेठो दाइलाई कति माया गर्नु भएको थियो सिन्धुली बजार बजार तपाईँले सिन्धुलीको त्यत्रो बजारमा एउटा घर दिनुभयो दाइले माइलोलाई डका बजारमा त्यत्रो घर बनाइदिनु भयो साइलोलाई बङ्कामा कत्रो राम्रो घर बनाइदिनु भयो तर म कान्छो र बुवा तपाईँले त्यो बङ्का डाँडामा लगेर राख्नु भएको छ बुझ्नुभयो बाबु बाबु त्यो बङ्का डाँडा भनेको कुनै चान्चुने डाँडा होइन बाबु त्यहाँ जहाँ त्यहाँ हिमाल पहाड सबै देखिन्छ सुन्दर हावा स्वस्थ छ बाबु त्यहाँको जहाँ हिमाल पहाड तराई यो बङ्का डाँडामा कोही पनि छैन पराई भनेर मैले त्यहाँ तराई लगेर राखिदिएको थिएँ बाबु यस्तो कुरा नगर्नु बा तपाईँले जग्गा पनि मलाई त्यो कमलाले काटेको हेर्नुहोस् चौरी नै चौरी दिनु भएको थियो बुझ्नुभयो कति हेला गर्नु भएको थियो तपाईँले मलाई बाबु त्यो कमला गङ्गा भनेको गङ्गा हो बाबु जहाँ कमलामा बस्न पाउनु भनेको नै भाग्यमानी हो बाबु के गरेको तपाईँले यार खकार सिंह के गर्नु भयो तपाईँले तपाईँको पो कोही छैन मेरो त कता कता डिएसपी एसपी मन्त्रीहरू मलाई भेट्न आउँछन् बुझ्नुभयो बाबु आज पुरस्कारमा अलिकति ल्याल सुगन्ध भइहाल्छ नि बाबु तँलाई मन्त्री चिनाउने पनि मै हो तँलाई प्रधानमन्त्री चिनाउने पनि मै हो बाबु तेरो बाउ हो म नभइकन तैँले चिन्दिनथिस् बाबु त्यसो भए म तेरो घरमा बस्न चाहन्न बाबु बस्न चाहन्न नबस्नुहोस् बुवा जानुहोस् तपाईँ यो घरमा राल खकार सिंह म हेर्न सक्दिनँ यस्तो कुरा जानु तपाईँ म जान्छु बाबु थोरै उठाएर उठाइदे बाबु मैले उठाउनु पर्यो आउनुहोस् 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 जानु तपाईँ घरमा निक्लिनुहोस् मान्छे बनाएको मैले हो बाबु नगर बाबु यस्तो बाबु आफ्नो बाबुलाई त कान्छस् बाबु बाबु कति चुप्रो हात भयो तपाईँको यो जानुहोस् तपाईँ उठ्नुहोस् म
बुबा मेरो घर तपाईँ फर्केर आउनु पर्दैन बुझ्नुभयो मलाई कति हिला गर्नुभएको थियो तपाईँ जानु आउनु फर्केर बाबु छोरी नानीहरू बस्नु उता बस यो तपाईँको सबैजना बस्नु यो लौ दुःख छ आज छोराले पनि मलाई हेला गर्यो गाउँले पनि मलाई हेला गर्न मिल्दैन आउनुहोस् बुबा यो लौरो टेकेर जानु अर्को कुरो यो घरमा के हो यो पोखरी के हो यो एउटा ब्याग किन्नु छैन जानु तपाईँ फर्केर आउनु पर्दैन घरमा गएँ म हुन्छ हजुर जहाँ मैले सबै छोरा भनेर जहाँ मेरो कान्छो छोरो भनेर मैले कति माया गरे आज मलाई स्वयं त्यही पुत्र जहाँ पुत्रले छोराले पनि मलाई घरबाट निकालिदियो प्रभु म कहाँ जाउँ त्यसै गरी छोरा जति भए पनि बुहारी जति भए पनि बाबुआमाको बुढेसकालमा वास्ता हुँदैन रहेछ प्रभु त्यसै गरी सबैले मेरो यो कहानी सबैले ध्यान दिएर मेरो कहानी सुनिदिनु होला प्रभु कसैको जीवनमा पनि म जस्तो बुढोलाई परेको घटना पर्न सक्छ त्यसै गरी सबैले मेरो कहानी सुनिदिनु होला प्रभु अब म कहानी सुनाउँछु प्रभु हे राधा कृष्ण हे प्रभु राम छोरा छोरी आफन्त छन् धन सम्पत्ति यी सब मिथ्या रहेछन् उमेर हुँदा सांसारिक माया अल्छी बुढेसकालमा थाहा भयो असली निकासको बाटो त हरिनाम कीर्तन रहेछ हे प्रभु आज मेरो कहानी सुनाउँछु हजुरलाई मेरो व्यथा सुनाउँछु हजुरलाई जन्मे मेरा चार भाइ छोरा जन्मे मेरी टिन्टी छोरी छोरा जन्मे मेरी टिन्टी छोरी बुढेसकालमा कोही छैन बाँचु कसोरी प्रभु बाँचु कसोरी जन्मे मेरा चार भाइ छोरा जन्मे मेरी टिन्टी छोरी बुढेसकालमा कोही छैन बाँचु कसोरी प्रभु बाँचु कसोरी पाइछु बुहारीलाई छोरी पाइछु ज्वाइँलाई म बुढोलाई दुःख पर्दा वास्तै छैन कोहीलाई छोरा पाइछु बुहारीलाई छोरी पाइछु ज्वाइँलाई बुढोलाई दुःख पर्दा वास्तै छैन कोहीलाई पतितका दिन सम्झी मुटु हुन्छ रम्मा छोरा छोरी आफ्ना रहेछन् साना हुँदासम्म प्रभु साना हुँदा
कोही छैन बाँचु कसरी प्रभु बाँचु कसरी यो संसारमा मेरो कोही पनि छैन प्रभु म कहाँ जाउँ प्रभु न खाने घाँस छ प्रभु न लाउने कहाँ सही छ प्रभु न बस्ने एउटा बात छ छोरा छोरी छोरोको छैठी गरे खसी ढाली ढाली कमाई खाने ते छोराको खानु पर्छ गाली प्रभु मैले धेरै पाप गरेको छु यी हातले ती निर्दोष पशु पन्छीको घाँटी हेरेको छु आफ्नो सन्तानको लागि त्यसको फल त मैले पाउनै पर्छ पाउनै पर्छ ठुल छोरोको छैठी गरे खसी ढाली ढाली कमाई खाने ते छोराको खानु पर्छ गाली छोरी हुर्के बस्न थाले आफ्नो बाटो गरी पिरै पिरको भारी बोकी बुढी पनि मरी कृष्ण बुढी पनि मरी जन्मे मेरा 4 भाइ छोरा जन्मे मेरी चिन्टी छोरी बुढेसकालमा कोही छैन बाँचु कसरी प्रभु बाँचु कसरी कसरी बाँचौँ प्रभु आज के गरी बाँचौँ न छोरा न छोरी न बुहारी प्रभु हे हैरान म कहाँ जाऊँ प्रभु शरीर रोगी मान्छे चिल्लो चाम्रो खैन औषधिको कुरै छाडौँ तातो पानी पाइन बुढो शरीर रोगी मान्छे चिल्लो चाम्रो खैन औषधिको कुरै छाडौँ तातो पानी पाइन लौरी किन्ने पैसो छैन म बुढोको घरमा कुकुर जस्तै मर्नु पर्ने रहेछ मेरो कर्म प्रभु रहेछ मेरो जन्मे मेरा 4 भाइ छोरा जन्मे मेरी चिन्टी छोरी बुढेसकालमा कोही छैन बाँचु कसरी प्रभु बाँचु कसरी बाँचु कसरी प्रभु बाँचु कसरी आज जति छोरा भए पनि जति छोरी भए पनि प्रभु बुहारी ल्याइसकेपछि आफ्नो बाउ आमालाई हेर्ने छोरा हुँदैनन् रहेछ प्रभु आज मैले सबै छोराहरूलाई म बुढो मान्छेको आशिष लाग्छ
आफ्नो बाउ आमा भनेको जिउँदोको देवता हो बाबु। मेरो छोराले मलाई गरेको जस्तो आफ्नो बाउ आमालाई कहिले पनि नगर्नु। सधैँ बिहान उठेर पूजा गर्नु। आफ्नो माता पिता भनेको भगवान हो बाबु। हामीले खोजेर आफ्नो माता पिता कहिले पनि पाउँदैनौँ। त्यसै गरी आज मलाई जस्तो यस्तो घटना परेको छ। म पीडामा छु आज, किनभने मेरो चार भाइ छोरा थिए। 3 छोरी बुहारीहरू पनि थिए प्रभु। त्यसै गरी म पशुपतिसँग 10 हात जोडेर बिन्ती गर्न चाहन्छु, कसैको घरमा पनि त्यस्तो मलाई परेको जस्तो दुःख नपरोस्। कसैको छोराहरूले पनि नगर्नु। आफ्नो बाउ आमालाई पूजा गर्नु। बाउ आमा हामीले खोजेर पाउँदैनौँ। त्यसै गरी आफ्नो बाउ आमालाई सधैँ माया गर्नु, ममता दिनु, आफ्नै साथमा राख्नु समय प्रभु। हे राम प्रभु। कहानी सुनाउँदा मैले कपडा पनि छोडेछु। अब म जान्छु प्रभु। म हजुरकै ध्यान तपस्या गरेर बस्नेछु प्रभु। हे राम, एकैछिन आइदिनु पर्यो बा। यहाँ बस्नु, उहाँ कर्ताहरूले एउटा सम्मान गरेर यसो टिका लगाएर भेटिदिने भन्नुभएको छ। र अब हामीले यो वास्तविक हाम्रो घटिरहेको घटना हो, अत्यन्त मार्मिक घटनाको हामीले झाँकीद्वारा दर्शन गऱ्यौँ। एकचोटि सबैले ताली बजाएर झाँकीको लागि गरौँ। भोलि यसै गरी